Hi guys, नमस्ते, वेलकम बैक टु माई च्यानल। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हजुरहरू चाहिँ मेरो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ मेरो नाम चाहिँ सलोनी गुरुङ हो र यहाँ चाहिँ छ मेरो बहिनी, मेरो नाम चाहिँ साई गुरुङ हो। अनि अहिले चाहिँ हामी लमजुङमा छौँ। मैले चाहिँ बिहानै भ्लग स्टार्ट गर्छु भनेको थिएँ तर लेट भयो अनि त्यही भएर भ्लग स्टार्ट गर्न पाएन। अनि त्यही भएर चाहिँ अहिले लमजुङमा आइसकेपछि बल्ल भ्लग स्टार्ट गर्दैछु मैले चाहिँ। हामी चाहिँ अहिले लमजुङ सुन्दर बजार मम्मीको घरमा छ बजारमा। हामी को आएको भन्दा चाहिँ बाबा, म, भाइ अनि बहिनी अनि सकिन दाइ भएर 5 जना भएर चाहिँ आएको हामी। अनि हामी स्कुटरमा आएको, त्यही भएर हाम्रो फेसमा एकदम धेरै त्यो के धुलो छ, त्यही भएर यसलाई इग्नोर गरिदिनु होला। भिडियो चाहिँ इनसम्म हेरिदिनु होला है। अनि हामी चाहिँ अब कति दिन बस्छौँ अनि त्यति दिन भ्लगहरू गराउनुहुन्छ सलोनीले। अनि चाहिँ डे 1 डे 2 डे 3 गर्दै हाल्छु। अहिले चाहिँ हामी मुलिनको पुल आइसक्यौँ। म चाहिँ हजुरहरूलाई देखाउँछु है। सम्राटले हल्ला गरे। Finally guys, we reached our destination. Namaste. हामीले खाना पनि खायौँ। खाना खाएर अहिले एकछिन चाहिँ रेस्ट गर्नलाई बसेछौँ। अनि हामी यतिकै बस्दै थियौँ, भर्खरै खाना खाएको अनि फेरि मम्मीले चाहिँ यहाँ अङ्गुर ल्याइदिनु भयो। खाना भनेको तर फेरि खाइहाल्यौँ। अनि अब एकछिनमा चाहिँ हामी यता घुम्न जान्छौँ। बाबाले लानुहुन्छ कता, अब हामीलाई त थाहा छैन ठाउँ, हामी त फर्स्ट टाइम आएको हो त्यही भएर। अनि कता घुम्न जान्छौँ, हजुरहरूलाई सब देखाउनेवाला छु। गयो है मम्मी। अनि त सिस्टर त के हो, सगरमाथा चढ्न गएको क्या हो, सगरमाथा चढ्न जान्ला। अहिले चाहिँ हामी डाइनोसरको यहाँ के हो घुम्ने ठाउँमा आइसकेछौँ। अब चाहिँ यति यहाँबाट देखाइदियो त। अब यति धेरै सिडी, अब के भन्छ यहाँ उकालो चढेर जानुपर्छ। हाम्रो हालत के हुन्छ थाहा छैन। म चाहिँ हजुरहरूलाई त्यहाँ पुगेपछि देखाउँदिनँ, यो हजुरहरूलाई हाम्रो कष्ट पनि देखाउँछु। हामी त्यही माथि यस्तो कष्ट गरेर बाटो पनि यति नराम्रो, कपडा जति सबै धुलो बनाइदियो। माथि एकदम धेरै के अरे ब्याग अनि त्यही माथि के भएर फर्स्ट टाइमको के अरे एक्सपिरियन्स गर्नु पर्यो नि। बाबाहरू चाहिँ वहाँ माथि पुगिसक्नु भयो, हामी 2 जना मात्रै यहाँ तल छौँ। अब म यहाँदेखि भ्यू देखाउँछु हल्का तल। भ्यू हेर्न छोडेर अब हामीलाई हेर्नु होला।
तर दाई भाइ चाहिँ माथि पुगिसक्नु भयो अनि हामीलाई चाहिँ भाइले बोलाइनु भनिसक्यो तर हो कि होइन थाहा छैन हामी चाहिँ माथि गएर हजुरहरूलाई देखाउँछौँ है त भाइले खै खै कता खै धन्दै लाटेर खै यो सेतो कुन यति हो यही हो बस्ने अझै बाबा हाई गरिदिनु हाई हामी अहिले राइनसकोट डाँडामा छौँ हामी एकदम थकित अवस्थामा हामी चाहिँ सकिँदै र भाइलाई जितिसक्यौँ पछाडि छ दुईजना हामी चाहिँ हिँड्दैछौँ बाबा अगाडि हिँड्दै हुनुहुन्छ दुईजना फेरि हामीलाई जितिसकेको छ सिस्नु बाबा र सिस्नु हेर्नु होला हजुरहरूले पनि खै बाबाले यता देखाउनु भयो के रे कुन काफल यो ए यो हो उयो सिस्नु होइन काफल हो त्यो अब माथि पुगेर हामीले हजुरहरूलाई देखाउँछौँ यस्तो गऱ्यो लाली गुराँस भएन यसरी भएन हामी चाहिँ यहाँ माथि आइसक्यौँ तर अझै यहाँ बाटो अब कता पुगिन्छ थाहा छैन गुराँसको रूपमा तर हल्का हल्का लाली गुराँस थुप्रै छ म हजुरहरूलाई लाली गुराँस देखाउँछु है तर कुनै बोटमा मात्रै छ के यहाँबाटको भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले अझै हामी चाहिँ अझै यत्रो उकालो चढ्दै जान पर्छ हामी चाहिँ कति स्ट्रगल गरी यो एउटा यस्तो यो राम्रो पनि छैन मतलब यहाँको सब झारेको रहेछ अनि मेरो झन् स्ट्रगल गरी टिपेर हामी सफल अब हामी तल झर्दैछौँ देखाइदिनु त बाटो दिदी अहिलेको अलिकति त्यो घाम लगाएर हल्का खुल्यो यता तल नभए त अघि त सब कुहिरो लगाएको यस्तो राम्रो हातेर किनभने रेड कलरमा रेड फुल यो चाहिँ हाम्रो नेसनल फ्लावर हो साथीहरू त्यही भएर हामीले यसको संरक्षण गरेर राख्नुपर्छ टिप्नु हुँदैन नि हामी चाहिँ सर्टकट बाबा र दाइ चाहिँ ऊ त्यहाँ गएर बसिसक्नु भयो बिस्तारै आइज बाटो यस्तो हो एकचोटि यहाँ माथि चढेपछि हजुरहरूलाई देखाउँछौँ हामी चाहिँ माथि आएर थके मार्दैछौँ बाबाले फोटो खिच्न लानुभयो हेर्नु होला हजुरको बाबाको स्टाइल पनि यस्तै हुन्छ होला फोटो खिच्ने पोज उता सहिन दाइ हुनुहुन्छ यता सम्राट साथीहरू अब चाहिँ हामी चाहिँ फर्किँदैछौँ है त यहाँ फेरि हामी ओह्रालो झर्दैछौँ अब के भन्छ अरे पहाड यस्तै त हो उकाली ओह्राली गर्नै पर्यो हाम्रो भिडियो चाहिँ रमाइलो मानेर हेरिदिनु होला भन्न चाहन्छु अब नराम्रो लाग्यो त केही भन्न सकिन्न कमेन्टमा चाहिँ सजेस्ट गरिदिनु होला कस्तो टाइपको भिडियो लिएर आऊँ भनेर किनभने हाम्रो अहिले भ्याकेसन चल्दैछ अनि फ्री पनि हुन्छौँ सबैजना अनि नयाँ टाइपको भिडियोहरू ल्याउने कोसिस गर्छौँ हजुरहरूले चाहिँ कमेन्टमा भनिदिनु होला हजुरहरूलाई कस्तो भिडियोहरू हेर्न मन लाग्छ त्यस्तै भिडियो ल्याउँछौँ हामीले हजुरहरूले कोसिस गर्छौँ थ्याङ्क यू फर भिजिटिङ मी भन्छ है हामी चाहिँ उता माथि गएर नि तल झरेर अहिले खाँदैछौँ
यहाँ चाहिँ बहिनी छ, यहाँ सखिन दाइ हुनुहुन्छ, यहाँ भाइ छ, उता चाहिँ बाबा हुनुहुन्छ। हाम्रो खाजा चाहिँ यहाँ छ। हामी चाहिँ अहिले यहाँ लमजुङको बाटोमा छौँ। हामी आफ्नो गाउँ आफ्टर लङ टाइम हामी जान लागेको छौँ हाम्रो कुकी गाउँ लमजुङ राइनास। हामी अहिले छौँ यहाँ मोछु र मेरो सम्राट भाइ छ बिचमा, अन्त पहाडी साया छ। रमाइलो भइरहेछ हाम्रो ट्राभल सब। हामी 10-15 मिनटपछि पुग्छ होला हामीलाई। हुनुहुन्छ हाम्रो फुपू पुसाई। 10 अब 11 जेठमा के वर्ग बर्बजी नि हा रातिको खाना खाँदैछौँ है हामी। खाना खायो खाने खाने हाम्रो खाने यता हेरेर खाने लाग्यो नि त। बाबाले देखाउनु पर्छ नि बाबालाई। ल ल ल देखेछ त बाबाले चिनेछ त होइन तिमीलाई दिनु भयो कसैलाई राइस भन्यो नि त। आमु आउमु आउनु त आउमु। ल हामी चाहिँ अहिले यहाँ ब्लग बनाउँदैछौँ। यत्रो धेरै सामान छ। यता ब्ल्याङ्केट। हामी अब घरतिर जाँदैछौँ, गाउँ बाजेको घरमा जाँदैछौँ। लगभग कति 21-22 वर्षपछि बल्ल हामी यहाँ लमजुङ। गाह्रो साथीहरू यहाँ मलाई देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ कम्बल लिएर बाजे बोजूको घर जाँदैछु। बाटो फेरि यस्तो त्यो के भन्छ फ्ल्यास लाइटले फेरि बाटै देखिँदैन। को आई भन्नुभयो होला मेरो भ्लगमा, यो सलोनी गुरुङको भ्लगमा को आई भन्नु सोच्नुभयो होला। म यो हो, तर सोच्न त सोच्नुहुन्न होला कि। अनि खानेहरू कति जानु होला? कति जानुभयो? हामी चाहिँ भ्लग बनाउने चक्करमा यस्तो छ है बाटो। बहिनी चाहिँ यता छ। मेरो हालत यस्तो छ। मेरो हालत चाहिँ यस्तो हो। देख्नु त मैले अहिले बाजे नमस्ते। नमस्ते बाजे। नमस्ते बाजे। नमस्कार समाते त हाम्रो बाजे। बाजे यस्तो गरिदिनु, हाई गरिदिनु। हाई। नमस्ते बाजे। दुई वर्ष लाग्यो। के भयो सहिनलाई? यस्तो राम्रो यो त उस भित्र पनि जस्तो क्या। हामीले खोजेकै यस्तै हो। गाउँको होम टुर। ट्रेकिङ हामीले खोजेकै यस्तै हो है। खतरा बरु यही सुत्न रमाइलो। यति भएपछि त के थियो यति राम्रो। उयो त नि हेर्नु गाउँको होम टुर। रमाइलो छ। के बाख्रा छ त यहाँ पाठी सानो होला। अभि म त हेर्छु अरेको त। यस्तो खाले भए देख्दैन। के छ कस्तो अनि तपाईँ ऊ त्यहाँ माथि चढौँ न। के खर त्यहाँ हेर्नु सुत्ने ठाउँ। अङ्कलले के भन्थ्यो होइन? हाम्रो बाबाहरू सुतेको थिए। अस्ति छैन यहाँ के आती मात्रै रहेछ। किन पहिला थियो होला अहिले छैन। आतीमा ओछ्याएर सुत्ने होला नि त। यो चाहिँ खतरा है। रमाइलो छ रमाइलो रमाइलो रमाइलो। किन कस्तो राम्रो हेर्नु है। बिहान उठेर यताबाट पनि चढ्ने ठाउँ रहेछ नि त माथि आटीमा।
आजको लागि चाहिँ यति नै छ। भोलि फेरि हामी डे 2 ब्लग लिएर आउँछौँ। डे 2 इन लमजुङवाला ब्लग लिएर आउँछौँ। हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला। अनि अर्को भिडियो पनि हेरिदिनु होला। बाई।